शब्दले नै जितिन्छ मन, बोलीले बन्छ सम्बन्ध। शब्दले नै जितिन्छ मन, बोलीले बन्छ सम्बन्ध। मिठो बोल त पाउँछौ जीवनमा सफलताको छन्द। मिठो बोल त पाउँछौ जीवनमा सफलताको छन्द। नमस्कार उपस्थित महानुभावहरू, म शिला गेवाली, ठेगाना भरतपुर चितवन, पेसाले म एक कर्मचारी, साथै आजको यस कार्यक्रमको उद्घोषक। आजको यस कार्यक्रममा यहाँहरू सम्पूर्णलाई आयोजक संस्थाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत गर्दछु। आज मिति 2082 साल चैत्र 15 गते आइतबार, तदनुसार 2026 मार्च 29 तारिकका दिन हामीले नेक्टर एजुकेसन र आशा एकाडेमीद्वारा आयोजित 10 दिवसीय भाषण कला तथा व्यक्तित्व विकास तालिमको समुद्घाटन समारोहमा यसै संस्थाको भव्य सभाहालमा उपस्थित भएका छौँ। आजको यस कार्यक्रममा उद्घोषकको रूपमा आफ्नो जिम्मेवारी वहन गर्न पाउँदा म निकै हर्षित भएको छु। यस्तो सुनौलो अवसर प्रदान गर्नुभएकोमा आयोजक संस्थालाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। भनिन्छ बोल्नेको पिठो बिग्छ, नबोल्नेको चामल पनि बिग्दैन। तर मलाई लाग्छ बोलेर मात्र हुँदैन, सही तरिकाले विधि पुऱ्याएर बोल्नुपर्दछ। अहिलेको समयमा आफूसँग भएको ज्ञान, सिप र क्षमतालाई अरूमाझ प्रस्तुत गर्नको लागि सार्वजनिक भाषण र प्रस्तुतिकरण सिपको ज्ञान हुनु अत्यन्त आवश्यक छ। उपस्थित महानुभावहरू, अब म आजको यस कार्यक्रमका केही नियमहरू बताउन गइरहेको छु। कृपया ध्यानपूर्वक सुनिदिनुहोला। हुन त यहाँहरू सम्पूर्ण शिक्षित र सभ्य हुनुहुन्छ, तथापि कार्यक्रम दिउँसो 1 बजेबाट 3 बजेसम्म चल्नेछ। कार्यक्रम अवधिभर कृपया शान्तपूर्वक बसिदिनुहोला। आफ्नो मोबाइललाई साइलेन्स मोडमा राखिदिनुहोला र शौचालय यस सभाको पछाडिपट्टि रहेको छ भने खानेपानीको व्यवस्था दायाँपट्टि गरिएको छ। अन्त्यमा हामी खाजा खाएर बिदा लिनेछौँ। उपस्थित महानुभावहरू, अब म ढिला नगरी आजको यस सेसनलाई अगाडि बढाइदिनु हुनका लागि वरिष्ठ प्रशिक्षक, मृदुभाषी, डाइनामिक व्यक्तित्वका धनी श्री नेपोलियन राईज्यूलाई हार्दिक अनुरोध गर्दछु र म पनि यस सभाबाट केही क्षणको लागि ओझेल पर्दछु। कृपया जोरदार तालीका साथ उहाँलाई स्वागत गरौँ। अब आउँदै हुनुहुन्छ नेपोलियन राई।